त्यो हेरेर र त्यो एरोप्लेन कहाँ जाँदैछ हेर है यता आयो एरोप्लेन यता आयो है गाइज यो नागार्जुन डाँडाबाट हामी आज लक्ष्मी पूजाको दिन कालोपानी डाँडा कालुपाडी डाँडाको लक्ष्मी पूजाको दिन आज हामी यहाँको भ्यू हेर्न आइरहेका छौँ झिलिमिली चारैतिर हेरिसक्नु छैन कोटेश्वर माथिबाट चाहिँ हेरिसक्नु कालै अँध्यारै एरोप्लेन एउटा उडेर माथि 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 यहाँ पुगेको छ लगाइदि यहाँनिर यो प्लेन उड्यो त्यहीँनिरबाट आएको हामी धेरै टाढाबाट आएको छौँ माथि माथि जाँदैछ कुन देश गयो बिचरा आज लक्ष्मी पूजाको दिन हाम्रो नेपालीहरू होलान् कुन ठाउँ गएको होलान् रुँदै होलान् तलतिरको झिलिमिली देखिन्छ कि देखिँदैन होला प्लेनबाट उड्यो आकाशमा उड्यो 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 प्लेन उड्यो गयो है गाइज यस्तै छ यहाँ कोही धेरै राम्रा कोही धेरै अश्लील व्यक्तिहरू पनि छन् अश्लील बोलिरहेका छन् पटक्क पड्केन भनेर मान्छे पड्केर अलिअलि छैन बौलाएर ल है गाइज ल प्लेन त यहाँ हाम्रै छेउ टाउको माथि र भाइ पुग्यो यहाँदेखि आएको उडेर ल ल बाई बाई 3 सेकेन्डमा आइपुग्यो हैन टाटा सिउ ल 4-5 सेकेन्डमा आइपुग्यो गयो 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 ल उड्यो उड्यो 1 घन्टामा आएको त्यो कति 3 सेकेन्डमा आइपुग्यो यहाँ 1 घन्टामा हामीलाई कोटेश्वरदेखि यहाँ आउनलाई चाहिँ 1 घन्टा लाग्यो गाइस ट्रेन 3 सेकेन्डमा कट्यो अनि प्लेन र बाइकमा कति फरक पर्दो रहेछ त आज थाहा भयो राइडरलाई है गाइस ह्याप्पी तिहार ह्याप्पी लक्ष्मी पूजा सबैको घरमा यसरी संसारमा यसै गरी झिलिमिली भइरहोस् सबैको जीवन यस्तै उज्यालो रङ्गी चङ्गी चमक होस् भन्ने कामनाका सहित यो 2082 सालको तिहारलाई हामीले अब स्वागत पनि गरेका छौँ मनाइरहेका छौँ है गाइज यस्तै छ मनमा जतिसुकै यो जङ्गल जस्तो अँध्यारो भए पनि यो बत्तीहरू जस्तै झिलिमिली भएर हाँसिरहँ बाँचिरहँ सबैजना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू संसारभर सबैको जिन्दगी यस्तै रङ्गी चङ्गी झिलिमिली हाँसोमय होस् उमङ्ग होस् भन्ने कामना छ मनमा पिर भए पनि 2 दिन हाँसौँ रमाइलो गरौँ साथीहरू ल हेर यहाँ साथीभाइले चाहिँ बल्ल गमला बल एउटा भए पनि बल्यो अघिदेखि बत्ती यहाँ झिलिमिली बत्ती नबलेर साथीहरू साह्रै पीडामा थियो एउटा भए पनि बल्यो ल हामी चाहिँ यहाँ 2 जना अँध्यारोमा माथि जङ्गलबाट चाहिँ भ्यू हेर्दै भिडियो खिच्दैछौँ ल है गाइज बाई ल हस् ल शुभकामना सबैजना टाढा रहनुभएका देश विदेशमा रहनुभएका आफन्तहरू साथीभाइहरू सबैजनालाई धेरै धेरै सम्झना धेरै धेरै माया धेरै धेरै शुभकामना ल हस् त हस् बाई।